हेलो, गुड मर्निङ सेवारू साथीहरू। फेरि पनि अर्को भिडियो लिएर उपस्थिति भइसकेको छु। हेरिदिनु होला। यति बेला बिहानको समयमा चाहिँ उठ्ने बित्तिकै केही काम नगरी नानीहरूको लागि स्कुलका लागि बिहानै 8 बजी गाडी आउँछन्। खानापिना बनाउँदै नानीलाई दिँदैछु। छोरीलाई दाल खानु मान्दैनन्, फुक्कै खाना खाँदैछन्। अन्डा भुटिदिएको छु। बिहानको समय मेरो छोरी खाना खाँदैछन्। गाडी बिहानै आउँछन्, त्यही भएर यहाँ फर्सीको मुन्टा पनि अर्ग्यानिक फर्सीको मुन्टा तरकारी पकाउनलाई केलाउँदैछु। म कसलाई मनपर्छ फर्सीको मुन्टा कमेन्ट गर्नु होला। यतिखेरको समयमा चाहिँ फर्सीको मुन्टा, आलु, भेन्डी गाउँघरमा हुने अर्ग्यानिक तरकारी, अनि अन्डाको नानीहरूलाई तरकारी फर्सीको मुन्टाहरू खानु मान्दैन नानीहरूले। आलु कि अन्डा कि रम्पम चाहिन्छ नानीहरूलाई। खाना दाल तरकारी बनाउँदै गाउँघर गाउँले यस्तै हो। हामी त गाउँले जीवन। एउटा सोथेको कमी भएछ यहाँ मलाई। सोथे भन्छ कि फोथे भन्छ हौ साथीहरू, कमेन्ट गर्नु होला है। सोथे भन्छ होला। बिहान उठो, नानीहरूलाई यता सुँगुर चारो, बाख्रा खोले, घर कसीघर नानीहरूलाई बिहानै खाना बनाएर 8 बजी रेडी गर्दा। यस्तै हो हाम्रो छोरी मान्छेको काम चाहिँ। घरभित्रको काम भन्छन् यसलाई चाहिँ। खानासाना बनायो, नानीहरूलाई 8 बजी, एउटा 8 बजी नै जान्छन्, एउटा 9 बजी जान्छन्। 9 बजी जानेर चाहिँ बिस्तारै गर्दा पनि खाँदा पनि हुन्छन्। बिहानै नानीहरूको त अब 8 बजी आउँछ र 8 भन्नाले पनि 8:30 बजी आउँछन्। तर 8 बजी तयारी पार्नुपर्छ छोरीलाई चाहिँ। त्यही भएर उठ्न बित्तिकै खानामा बसिहाल्नुपर्छ। हामी त गाउँले पऱ्यौँ है साथीहरू। गाउँले यस्तै हो, गाउँले जीवन। आगो फुको, आगोमा पकाएकै भात सब्जी मिठो हुन्छन्। गाउँघरको यस्तै त हो नि। बोल्न पनि आउँदैनन् साथीहरू। भर्खर सिक्दैछु, त्यसैले आफै राम्रोसँगले बुझिदिनु होला। अब के गर्नु, सिक्दैछु नि त, त्यही भएर के बोल्नु हुन्छ। फर्सीको मुन्टा चाहिँ खानुपर्छ है साथीहरू। आँखा कमजोर हुनेहरूलाई चाहिँ धेरै राम्रो। परियो खानलाई चाहिँ खासै केही पनि चाहिँदैन। तेल हालो, पड्काउने मसला हालो, बेसार नहालो, सक्यो। केही पनि पर्दैन। मनपर्छ भने सुकेको खर्सानी र लसुन ढडायो, त्यति नै। नत्र त तेल र पड्काउने मसला, बेसार, नुन, त्यति मात्रै हाल्नुहुन्छ। सादा सिम्पल। अब चाहिँ सक्यो। मेरो छोरी स्कुल गयो। अब खानासाना सबै खाइसकेर
अब उसको दाजुको पालो। बहिनी चाहिँ अब 8 बजी हिँड्छन्। यता चाहिँ हाम्रो बाउ भर्खर आउनुभएको छ। हाम्रो बाउ बसिराख्नु भएको छ। यता चाहिँ अब हाम्रो पर्जल खाना खाँदैछ। उसको चाहिँ अब 9 बजी मात्रै। गाउँले जीवन यस्तै है साथीहरू। यहाँ त हामी त काम गर्दैछौँ, यस्तो हुन्छ गाउँघरको काम। गाउँमा बस्नेहरूलाई थाहा हुन्छ, सहरतिर बस्नेलाई चाहिँ थाहा हुँदैन। हामी गाउँले जीवन चाहिँ यस्तै है। गाउँले यसरी मकै पिस्नुपर्छ, उफ्रेर आँखातिर आउँछन्। साह्रै ध्यान दिनुपर्ने रहेछ। खालि आँखामा उफ्रेर आउने क्या। यहाँ सबैजना को छौँ यहाँ कमेन्ट गर्नु होला है चिनेर। चिन्नु होला, नाम चाहिँ भन्दिनँ, आफै चिनेर कमेन्ट गर्नु है को हो यो हामी भनेर। मेहनत गर्छौँ नि हौ साथीहरू, मेहनत नगरी त हुँदैन। काम नगरी दाम मिल्दैन, काम गर्नुपर्छ। यसरी नै सानोदेखि नै काम गरेर दुःख पाएर आएर होला। अहिलेसम्म नै दुःख बिर्सिन सकेको छैन। मरिन्जेलै अब यस्तै दुःख गरौँ बसौँ गाउँघरमा। काम यस्तै हो। अझै हाम्रोतिर त यतिकै ठिकै पो छ। कति कुनै ठाउँतिर कुना काप्चातिर खानै नपुग्ने, लाउनै नपुग्ने, बाढीले घर बगाएको कति गाह्रो छ। धन्न हाम्रो त यतिको त राम्रै छ। बाढी पहिरो आउँदैन, खानु लाउनु ठिकै छ, चलिरहेको छ यतिकै। अब भिडियो सक्यो। भिडियो हेरिदिनु होला। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।